एउटा दृश्य कल्पना गरौँ है त। मानौ एउटा निकै ठूलो सिमेन्ट वा स्टिल उद्योग छ। हजुर। हिजोसम्म त्यो उद्योग चलाउन आवश्यक पर्ने ठूलो परिमाणको बिजुलीका लागि सरकारी निकाय जस्तै नेपाल विद्युत प्राधिकरणकै मात्र भर पर्नुपर्ने अवस्था थियो नि त। पक्कै पनि एउटै मात्र विकल्प थियो। हो, आफूलाई जतिसुकै सस्तो वा भरपर्दो विकल्प चाहिए पनि एउटै मात्र ढोका ढकढकाउनु पर्ने बाध्यता थियो। अब यो एउटा यस्तो एकाधिकार हो जसलाई हामीले लामो समयदेखि सामान्य मानेर स्वीकार गर्दै आएका छौँ। बानी नै परिसकेको थियो भनौँ न। तर विचार गरौँ त, भोलिदेखि त्यो उद्योगले सिधै कुनै जलविद्युत आयोजनासँग सस्तोमा सम्झौता गरेर आफ्नो उद्योग चलाउन पायो भने नि, मतलब एकाधिकारको यो युग अब बिस्तारै सकिँदैछ। एकदम सही कुरा। यदि त्यसो भयो भने नेपालको ऊर्जा क्षेत्रमा त्यो एउटा अभूतपूर्व परिवर्तन हुनेछ। र आज हामी जुन विषयको भनौँ न यो विस्तृत र गहन अध्ययन गर्दैछौँ त्यसले ठ्याक्कै त्यही परिवर्तनको कानुनी र प्राविधिक आधार तयार पारेको छ। हजुर, आज हामी नेपाल सरकारको विद्युत नियमन आयोग खुल्ला पहुँच अर्थात् ओपन एक्सेस निर्देशिका 2082 मा केन्द्रित छौँ। यो 2025 को निर्देशिका हो। सरसर्ती हेर्दा यो दस्तावेज निकै कानुनी र प्राविधिक शब्दावलीले भरिएको छ। हो, भाषा अलि जटिल नै छ यसको। तर हाम्रो उद्देश्य भनेको यो जटिल भाषालाई पन्छाएर यसभित्रको मुख्य कुरो खोतल्ने हो। यो निर्देशिका लागू भएपछि बिजुली खरिद बिक्रीको परम्परागत ढाँचा कसरी भत्किन्छ र यसले समग्र बजारलाई कसरी प्रभाव पार्छ भन्ने कुरा हामी बुझ्ने प्रयास गर्नेछौँ। किनभने यो निर्देशिकाले हेर्नुहोस् ऊर्जा क्षेत्रको खेलको नियम नै परिवर्तन गर्दैछ। उत्पादक र ठूला उपभोक्तालाई सिधै जोड्ने एउटा नयाँ बाटो यसले खनेको छ नि त। त्यसो भए सबैभन्दा पहिले आधारभूत कुराबाटै सुरु गरौँ। यो खुल्ला पहुँच वा ओपन एक्सेस भनेको वास्तवमा के हो र अर्को कुरा, यो नयाँ व्यवस्थामा भाग लिन को योग्य छन् त? यो बुझ्नको लागि हामीले हाम्रो प्रसारण र वितरण प्रणालीको भौतिक संरचनालाई हेर्नुपर्छ। हजुर। निर्देशिकाले प्रष्ट पारेको छ कि 66 किलोभोल्ट र सोभन्दा माथिको प्रसारण प्रणाली अनि 33 किलोभोल्टको वितरण प्रणालीको प्रयोग गरेर अब उत्पादक र उपभोक्ताले सिधै विद्युत खरिद बिक्री गर्न पाउनेछन्। साधारण अर्थमा भन्नुपर्दा उत्पादक र उपभोक्ता बीच सिधै व्यापार गर्न राष्ट्रिय ग्रिडको बाटो खोला गरिएको छ। राज्यको पूर्वाधार प्रयोग गर्ने तर व्यापार भने निजी स्तरमा गर्ने छुट यसले दिएको छ। भनेपछि यसलाई एउटा सार्वजनिक राजमार्गसँग तुलना गर्न सकिन्छ, हैन र? एकदम राम्रो उदाहरण हो यो। पहिले यो राजमार्गमा एउटै मात्र सरकारी यातायात कम्पनीको बस वा ट्रक चल्थ्यो। उत्पादकले पनि त्यही सरकारी ट्रकमा सामान हाल्नुपर्ने, उपभोक्ताले पनि त्यही ट्रकबाट सामान झार्नुपर्ने। हजुर। तर अब यो निर्देशिका आएपछि टोल ट्याक्स तिरेर निजी कम्पनीले पनि आफ्नै सम्झौता अनुसार आफ्ना सामान अर्थात् बिजुली ओसार पसार गर्न पाउने भयो, होइन त? उदाहरण निकै सान्दर्भिक छ। बाटो त्यही हो, तार र पोलहरू तिनै हुन्, तर अब त्यसको प्रयोगकर्ता एउटै मात्र सरकारी निकाय हुने छैन। शर्त यति हो कि उनीहरूले त्यो पूर्वाधार प्रयोग गरे बापत निश्चित शुल्क तिर्नुपर्छ र प्रणालीका नियमहरू पालना गर्नुपर्छ। तर यहाँ एउटा स्वाभाविक प्रश्न उब्जिन्छ नि, यो राजमार्ग के सबैका लागि खुला गरिएको हो त? यो चाहिँ जस्तै एउटा सामान्य घरधनी वा सानो पसल चलाउने व्यवसायीलाई महिनामा केही 100 युनिट मात्र बिजुली चाहिन्छ। उसले पनि सिधै कुनै सस्तो जलविद्युत आयोजनाबाट आफ्नो घरको लागि बिजुली किन्न किन नपाउने? यो सुविधा ठूला उद्योगलाई मात्र किन दिएको हो त? यो निकै महत्त्वपूर्ण प्राविधिक प्रश्न हो। हेर्नुहोस्, निर्देशिकाले यसको लागि एउटा थ्रेशहोल्ड वा न्यूनतम क्षमताको सीमा तोकेको छ। कति छ त त्यो सीमा? यदि कोही विद्युत उत्पादन कम्पनी हो भने उसले खुल्ला पहुँच पाउन कम्तीमा 5 मेगावाट जडित क्षमता भएको हुनुपर्छ। 5 मेगावाट, हजुर। त्यसै गरी यदि कोही औद्योगिक वा व्यावसायिक उपभोक्ता हो र उसले सिधै बिजुली किन्न चाहन्छ भने उसको के भन्छ रे कन्ट्र्याक्ट डिमान्ड पनि 5 मेगावाट वा सोभन्दा बढी हुनुपर्छ। 5 मेगावाट भनेको त निकै ठूलो परिमाण भएन र? सानालाई रोक्नुको पछाडि के प्राविधिक जटिलता छ खासमा? 5 मेगावाट साँच्चै नै ठूलो परिमाण हो। यसको पछाडिको मुख्य कारण भनेको ग्रिडको सन्तुलन कायम राख्नु हो नि त। सन्तुलन भन्नाले?
विद्युत प्रणाली यस्तो कुरा हो जहाँ जति उत्पादन हुन्छ त्यति नै तत्काल खपत हुनुपर्छ। यदि सुरुमै हजारौं साना उपभोक्ता वा घरधनीहरूलाई यो प्रणालीमा सिधै प्रवेश गराइयो भने के हुन्छ विचार गर्नुहोस् त। जाम हुन्छ होला। हो, त्यो राजमार्गमा यति धेरै साना गाडीहरूको भिड हुन्छ कि त्यसलाई रियल टाइममा ट्र्याक गर्न र व्यवस्थापन गर्न लगभग असम्भव हुन्छ। ट्रान्जेक्सन कस्ट पनि त बढ्छ होला नि। एकदमै अत्यधिक बढ्छ। त्यसैले प्रणालीलाई भद्रघोल हुनबाट बचाउन हाललाई यो व्यवस्था ठूला खेलाडीहरूको लागि मात्र सीमित गरिएको हो। उनीहरूको कारोबार व्यवस्थापन गर्न प्राविधिक रूपमा निकै सहज हुन्छ। बुझे। भनेपछि यो एक प्रकारले प्रणालीलाई परीक्षण गर्ने र नियन्त्रणमा राख्ने उपाय पनि हो। पक्कै पनि। तर मैले निर्देशिकामा एउटा अपवाद पनि देखेको थिएँ। आफ्नै उद्योगको लागि बिजुली निकाल्नेहरूलाई अलि फरक नियम छ जस्तो लाग्यो। एकदम सही। यदि कसैले आफ्नै उद्योग वा व्यवसाय चलाउनका लागि क्याप्टिभ विद्युत उत्पादन केन्द्र खोलेको छ भने। क्याप्टिभ भन्नाले आफ्नै प्रयोजनको लागि मात्र होइन त? हजुर, आफ्नै प्रयोजनको लागि हो। त्यसको लागि न्यूनतम क्षमता 1 मेगावाट मात्र भए पुग्छ। 5 मेगावाट चाहिँदैन। मानौ एउटा ठूलो स्टिल उद्योग छ र उसले आफ्नो फ्याक्ट्रीबाट केही किलोमिटर टाढाको खोलामा 1 मेगावाटको जलविद्युत आयोजना बनायो। अब त्यो आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय ग्रिड मार्फत सिधै आफ्नो फ्याक्ट्रीमा ल्याउन चाहन्छ भने उसले यो खुल्ला पहुँचको सुविधा पाउँछ। 5 मेगावाट कुर्नु पर्दैन। ओहो, यो त उद्योगीहरूको लागि निकै आकर्षक कुरा भयो नि। आफूलाई चाहिने बिजुली आफैले उत्पादन गरेर सरकारी तार हुँदै फ्याक्ट्रीसम्म ल्याउन पाइयो। एकदमै। तर अब बाटो एउटै छ र बिस्तारै धेरै निजी उत्पादक र ठूला उद्योगहरू यो राजमार्गमा आउन थाले भने त पक्कै पनि त्यहाँ ट्राफिक जाम हुनेछ। त्यो सम्भावना त रहन्छ। एउटा प्रसारण लाइनले बोक्न सक्ने बिजुलीको पनि त आफ्नै अधिकतम क्षमता हुन्छ नि। यस्तो अवस्थामा कसलाई पहिलो प्राथमिकता दिन्छ त? जाम भएको बेला कसको बिजुली अगाडि जान पाउँछ? यहाँनेरि प्रणाली सञ्चालक अर्थात् नोडल एजेन्सीको भूमिका आउँछ। हजुर। नेपालको सन्दर्भमा भार प्रेषण केन्द्रले यो व्यवस्थापन गर्छ। यो ट्राफिक जामलाई व्यवस्थित गर्न निर्देशिकाले खुल्ला पहुँचलाई मुख्य गरी 3 वर्गमा बाँडेको छ नि। कुन कुन हुन् ती? पहिलो हो दीर्घकालीन खुल्ला पहुँच अर्थात् LTOA। यो 5 वर्षभन्दा बढी अवधिको लागि अग्रिम सम्झौता गरिएको हुन्छ। लामो समयको लागि। दोस्रो हो मध्यकालीन वा MTOA, जुन 1 वर्षदेखि 5 वर्षसम्मको लागि हुन्छ। हजुर। र तेस्रो हो अल्पकालीन वा STOA। यो चाहिँ 1 वर्षसम्म वा न्यूनतम 24 घण्टा अगाडि मात्र माग गरिएको हुन्छ। समय अवधिको आधारमा वर्ग त छुट्याइयो। के यी 3 वर्गले बुझाउने आवेदन शुल्क पनि फरक छ त? निकै फरक छ नि। 5 मेगावाट भन्दा बढी क्षमताको दीर्घकालीन आवेदन दिन 1 लाख रुपियाँ लाग्छ। ओहो, 1 लाख। अनि अरू कुनै? मध्यकालीनको लागि 50,000 लाग्छ भने हजुर, अल्पकालीनको लागि जम्मा 5,000 रुपियाँ दस्तुर तोकिएको छ। यो शुल्क र सम्झौताको अवधिले नै उनीहरूको प्राथमिकता निर्धारण गर्ने आधार तयार पार्छ। यसलाई सुन्दा मलाई हवाई जहाजको टिकट प्रणालीको याद आयो। कसरी? जस्तै दीर्घकालीन भनेको महँगो फर्स्ट क्लास टिकट जस्तै भयो, जसले लामो समयको ग्यारेन्टी लिएको हुन्छ र बढी पैसा पनि तिरेको हुन्छ। सही भन्नुभयो। अनि अल्पकालीन भनेको चाहिँ अन्तिम समयमा लिएको सस्तो स्ट्यान्डबाई टिकट जस्तै भयो, होइन? ठ्याक्कै त्यही हो। दीर्घकालीन ग्राहकहरूले ग्रिडको क्षमता पहिल्यै बुक गरिसकेका हुन्छन्, उनीहरूको सिट कन्फर्म हुन्छ। हजुर। तर अल्पकालीन ग्राहकहरू भनेको खाली रहेको ठाउँमा मात्र प्रवेश पाउने हुन् र यदि कुनै कारणवश प्रसारण लाइनमा कन्जेसन अर्थात् अवरोध वा जाम भयो भने कटौती वा कर्टेलमेन्टको नियम लागू हुन्छ। कटौती भन्नाले लाइन नै काटिदिने। प्रणालीमा बाधा उत्पन्न भएर बिजुली पठाउन नसकिने अवस्था आयो भने सबैभन्दा पहिले अल्पकालीन ग्राहकको लाइन काटिन्छ। त्यसपछि पनि जाम खुलेन भने मध्यकालीनको काटिन्छ र अन्त्यमा मात्र एकदमै चरम अवस्थामा मात्र दीर्घकालीनको लाइन काटिन्छ। यो त न्यायोचित नै देखियो। जसले लामो समयको लागि प्रतिबद्धता जनाएको छ उसले प्राथमिकता पाउनुपर्छ। हजुर। तर मानौं दुईवटा फरक उद्योगले सर्ट टर्म वा अल्पकालीन सुविधा मार्फत बिजुली लिइरहेका छन्। दुवै एउटै वर्गका ग्राहक हुन्। अब जाम भयो र लाइन काट्नै पर्ने अवस्था आयो भने यी दुईमध्ये कसको काटिन्छ नि? नोडल एजेन्सीले कसरी निर्णय गर्छ त त्यस्तो बेला?
यस्तो अवस्थामा निर्देशिकाले अनुपातिक आधार वा प्रो रेटा बेसिसको नियम लागू गरेको छ। अनुपातिक आधार मतलब कसरी काम गर्छ यसले? यसको अर्थ उनीहरूले प्रयोग गरिरहेको क्षमताको अनुपातमा दुवैको बिजुली बराबर प्रतिशतले कटौती गरिन्छ। उदाहरणको लागि मानौ कम्पनी कले 10 मेगावाट लगिरहेको छ र कम्पनी खले 5 मेगावाट लगिरहेको छ। हजुर। अब ग्रिडमा भार धेरै भएर 30% बिजुली कटौती गर्नुपर्ने भयो। यस्तो बेला कम्पनी कको 10 मेगावाटबाट 30% घटाएर 7 मेगावाट मात्र दिन्छ र कम्पनी खको 5 मेगावाटबाट पनि 30% घटाएर 3.5 मेगावाट मात्र दिन्छ। कसैलाई पुरै बन्द गर्ने र कसैलाई पुरै दिने गरिँदैन। यो उदाहरणले कुरा एकदमै स्पष्ट पार्यो। साना वा ठूला भनेर पक्षपात नहोस् र सबैलाई समान प्रतिशतमा असर परोस् भन्नको लागि यो अनुपातिक नियम राखिएको रहेछ। एकदम। अब प्राथमिकता कसले पाउने र कसको लाइन काटिने भन्ने नियम त प्रष्ट भयो, तर मेरो मनमा अर्को एउटा ठूलो जिज्ञासा छ। भन्नुस् न। बिजुली भनेको यस्तो चिज हो जसलाई भौतिक रूपमा नाप्न, छुन वा तौलन सकिँदैन। कुन उद्योगले कति बिजुली लियो, उत्पादकले कति पठायो भन्ने कुरा यस्तो ठूलो ग्रिडमा जहाँ अरूको पनि बिजुली मिसिएको हुन्छ त्यहाँ कसरी हिसाब हुन्छ? यो त निकै जटिल प्रविधि हुनुपर्छ। तपाईले एकदम सही बिन्दु समात्नुभयो। यो खुल्ला पहुँचको सबैभन्दा ठूलो चुनौती नै यही हो। हजुर। र यसको समाधान निर्देशिकाले मिटरिङ प्रणाली मार्फत दिएको छ। खुल्ला पहुँचको लागि हाम्रो घरमा हुने साधारण मिटरले काम गर्दैन। कस्तो मिटर चाहिन्छ त? यहाँ मेन र चेक मिटर दुवै जडान गर्नुपर्ने अनिवार्य व्यवस्था छ र ती निकै उन्नत र स्मार्ट प्रकृतिका हुनुपर्छन्। एउटै ठाउँमा दुईटा मिटर, एउटा बिग्रियो भने अर्कोले ब्याकअपको रूपमा काम गरोस् र हिसाबमा कुनै विवाद नहोस् भनेर होला, होइन त? हो, विवाद रहित डाटा सङ्कलनको लागि त्यो आवश्यक छ। तर त्योभन्दा पनि रोचक कुरा के छ भने यी मिटरहरूले महिनाभरिको हिसाब एकमुष्ट राख्ने होइन नि। अनि कसरी राख्छन् त? निर्देशिका अनुसार यी मिटरहरूले हरेक 15 मिनेट वा 5 मिनेटको टाइम ब्लकमा डाटा रेकर्ड गर्नुपर्छ। हरेक 15 मिनेटमा? हजुर, र कम्तीमा 45 दिनको डाटा भण्डारण गर्न सक्ने हुनुपर्छ। हरेक 15 मिनेटको छुट्टा छुट्टै हिसाब? यो त सामान्य घरमा महिनाको अन्तिममा आउने फोनको बिल जस्तो भएन? भएन नि। यो त कुन नम्बरमा, कति बजे, कति सेकेन्ड कुरा भयो र कति डाटा चल्यो भनेर हरेक कलको छुट्टा छुट्टै रेकर्ड आउने आइटमाइज्ड बिलिङ जस्तो पो भयो त। एकदम सही तुलना गर्नुभयो। यसरी 15 मिनेटको ब्लकमा हिसाब राख्नुको पछाडि एउटा गहिरो वैज्ञानिक कारण छ। कस्तो कारण? हेर्नुहोस्, बिजुली भनेको पानी जस्तो ट्याङ्कीमा जम्मा गरेर राख्न मिल्दैन नि त। दिउँसो 1 बजेर 15 मिनेट जाँदा जति उत्पादन भएको छ ठ्याक्कै त्यति नै खपत हुनुपर्छ। अघि पनि कुरा भएको थियो। घाम लाग्दा सोलरबाट अचानक धेरै बिजुली आउन सक्छ वा उद्योग अचानक बन्द हुँदा माग घट्न सक्छ। त्यसैले प्रणाली सञ्चालकले हरेक 15 मिनेटको खण्डमा उत्पादक र उपभोक्ताको सम्झौता अनुसार बिजुली प्रवाह भएको छ कि छैन भनेर जाँच्नुपर्ने हुन्छ। भनेपछि यो पूरा प्रणाली रियल टाइम डाटा र सञ्चारमा निर्भर हुने रहेछ। पूर्ण रूपमा। अब यो देशभित्रको कुरा त भयो। के यो निर्देशिकाले देशभित्र मात्र सीमित नभएर देश बाहिर पनि खुल्ला पहुँच मार्फत बिजुली बेच्ने बाटो खोलेको छ? किनभने पछिल्लो समय ऊर्जा व्यापारको कुरा निकै चर्चामा छ नि त। खोलेको छ। निर्देशिकाले अन्तर्देशीय व्यापार अर्थात् क्रस बर्डर इलेक्ट्रिसिटी ट्रेड, जसलाई CBET पनि भनिन्छ, त्यसलाई समेटेको छ। हजुर। तर यसको लागि देशभित्रको भन्दा कडा शर्त राखिएको छ। देशभित्रको लागि न्यूनतम क्षमता 5 मेगावाट थियो भने अन्तर्देशीय व्यापारको लागि न्यूनतम क्षमता 10 मेगावाट हुनुपर्ने तोकिएको छ। तर मैले यहाँ निर्देशिकामा एउटा शर्त पढेको थिएँ जसले अलि सोचमग्न बनाउँछ। कुन शर्त? त्यहाँ स्पष्ट लेखिएको छ कि देशभित्रको आन्तरिक माग पूरा भएको अवस्थामा मात्र खुल्ला पहुँच मार्फत विद्युत निर्यात गर्न अनुमति दिइन्छ। हजुर हो। अब मानौ यदि म एउटा निजी लगानीकर्ता हुँ, मैले ब्याङ्कबाट ऋण लिएर आयोजना बनाएको छु र मलाई छिमेकी देशको बजारले राम्रो मूल्य दिइरहेको छ भने मैले सिधै त्यहाँ बेच्न किन नपाउने? यो प्रश्न धेरैले उठाउँछन्। पहिले आफ्नै घरको भान्सा भरिनुपर्छ अनि मात्र बाहिर बेच्न पाइन्छ भन्ने यो शर्तले खुल्ला बजारको सिद्धान्तलाई अलिकति खुम्चिआएको जस्तो लाग्दैन र? यो विषयमा नीति निर्माता र निजी उत्पादकहरू बीच सधैँ वैचारिक द्वन्द्व हुने गर्छ।
निजी उत्पादकहरू खुल्ला बजार र अधिकतम नाफा खोज्छन्, जुन उनीहरूको दृष्टिकोणबाट स्वाभाविक पनि हो। हजुर। तर सरकारको तर्फबाट हेर्दा यसको मुख्य उद्देश्य राष्ट्रिय ऊर्जा सुरक्षा सुनिश्चित गर्नु हो नि त। राष्ट्रिय ऊर्जा सुरक्षा कुनै पनि राज्यले आफ्ना उद्योग धन्दालाई लोड शेडिङमा राखेर वा अँध्यारोमा राखेर निजी कम्पनीलाई बिजुली निर्यात गर्न दिन सक्दैन। राज्यको पहिलो दायित्व आफ्नै अर्थतन्त्रलाई चलायमान बनाउनु हो। त्यसैले आन्तरिक मागलाई पहिलो प्राथमिकतामा राखिएको हो। यद्यपि हजुर राष्ट्रिय हितका विशेष अवस्थाहरू वा नेपाल सरकारबाट निर्यात प्रयोजनका लागि भनेर पूर्व अनुमति पाएका आयोजनाहरूको हकमा भने यो शर्त लागू नहुन सक्छ। यसको समग्र अर्थ के हो भने व्यापार खुल्ला छ तर राष्ट्रिय आवश्यकताको शर्तमा रहेर। ठ्याक्कै त्यही हो। अब प्राविधिक कुरा र नियमहरू त बुझ्यो, तर हामीलाई थाहा छ यति ठूलो पूर्वाधार र प्रणाली सित्तैमा चल्दैन नि। अब अलिकति पैसाको कुरा गरौँ। यो खुल्ला पहुँचको सुविधा लिए बापत, राष्ट्रिय प्रसारण लाइन प्रयोग गरे बापत ग्राहक वा उत्पादकले के कस्ता शुल्कहरू तिर्नुपर्छ त? यहाँ शुल्कहरूको वर्गीकरण निकै विस्तृत छ। पहिलो कुरा त भौतिक पूर्वाधार प्रयोग गरे बापत तिर्ने प्रत्यक्ष शुल्क हो। जस्तै प्रसारण प्रणाली अर्थात् 66 केभी र माथि प्रयोग गरे बापत प्रसारण शुल्क लाग्छ। अनि वितरण प्रणाली अर्थात् 33 केभी प्रयोग गरे बापत व्हीलिङ शुल्क तिर्नुपर्छ। यो भनेको सिधै बाटो प्रयोग गरे बापत तिर्ने टोल ट्याक्स जस्तै भयो। हजुर, एकदम। त्यो त स्वाभाविक नै भयो। जसको बाटो प्रयोग गर्यो उसलाई भाडा तिर्नुपर्छ। तर यसबाहेक अन्य जटिल शुल्कहरू पनि छन् कि? छन् नि। सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील शुल्क भनेको क्रस सब्सिडी सरचार्ज हो। यो खुल्ला पहुँचको सन्दर्भमा विश्वभरि नै चर्चा हुने विषय हो। यो क्रस सब्सिडी भनेको चाहिँ कसरी काम गर्छ? यसलाई अलि सरल भाषामा बुझाउनुस् न। हेर्नुस्, नेपाल विद्युत प्राधिकरण जस्ता वितरण निकायले समाजका साना, घरेसी वा विपन्न ग्राहकलाई निकै सस्तो दरमा बिजुली दिइरहेको हुन्छ। घरको बिल त खासै धेरै आउँदैन। हो, त्यसरी सस्तोमा दिँदा हुने घाटा उनीहरूले ठूला व्यावसायिक र औद्योगिक ग्राहकहरूबाट अलि बढी महसुल लिएर पूर्ति गरेका हुन्छन्। यसलाई सन्तुलन कायम गर्ने विधि भनिन्छ। अब विचार गर्नुहोस्, यदि ती धेरै महसुल तिर्ने ठूला उद्योगहरूले प्राधिकरणलाई छोडेर सिधै कुनै सस्तो जलविद्युत आयोजनाबाट बिजुली किन्न थाले भने के हुन्छ? भनेपछि त प्राधिकरणको मुख्य आम्दानीको स्रोत नै गुम्छ नि। प्राधिकरणलाई ठूलो आर्थिक धक्का लाग्ने भयो। एकदम। अनि त्यसको मार घुमाउरो पाराले फेरि तिनै साना र विपन्न ग्राहकलाई पर्न सक्छ। महसुल बढाउनु पर्ने बाध्यता आउन सक्छ। ठ्याक्कै त्यही हो। त्यही नोक्सानी परिपूर्ति गर्न ती खुल्ला पहुँच प्रयोग गरेर बाहिरिने ग्राहकले एउटा निश्चित रकम क्रस सब्सिडी सरचार्जको रूपमा वितरण कम्पनीलाई बुझाउनुपर्छ। बाहिरिए पनि केही रकम त बुझाउनै पर्छ। तर यहाँ निर्देशिकाले एउटा राम्रो सन्तुलन मिलाएको छ। यो शुल्क मनपरी लगाउन पाइँदैन। अनि कति तोकिएको छ त? निर्देशिकाले यो सरचार्ज औसत आपूर्तिको लागतको 20% भन्दा बढी हुन नहुने गरी स्पष्ट सीमा वा क्याप तोकिदिएको छ। यो कुरा निकै घतलाग्दो छ। यसलाई मैले एउटा सिस्टम मेन्टेनेन्स योगदानको रूपमा बुझेँ। राम्रो बुझाइ हो। ठूला खेलाडीहरूले आफ्नो लागि सस्तो विकल्प खोजेर गए पनि जुन मुख्य प्रणालीले समाजको तल्लो वर्गलाई धानिरहेको छ त्यसलाई बचाउन उनीहरूले नाफाको केही अंश योगदान गर्नै पर्छ। यो एउटा सन्तुलित व्यवस्था जस्तो देखिन्छ। अरू पनि यस्तै प्रकारका शुल्क छन् कि? अर्को चाखलाग्दो शुल्क छ स्ट्यान्ड बाई शुल्क। स्ट्यान्ड बाई शुल्क यहाँनिर चाहिँ मलाई अलिकति प्रश्न सोध्न मन लाग्यो। भन्नुस् न। म आफैले अर्को निजी कम्पनीसँग सम्झौता गरेर बिजुली किनिरहेको छु। मेरो कारोबार उसँग भइरहेको छ। अनि मैले फेरि मुख्य ग्रिड वा प्राधिकरणलाई स्ट्यान्ड बाई शुल्क किन तिर्ने? यो त मैले प्रयोगै नगरेको कुराको पैसा तिर्न बाध्य पारे जस्तो भएन र? सुन्दा त्यस्तै लाग्छ, तर यसको पछाडिको विज्ञान बुझ्नुभयो भने यो एकदमै तार्किक छ। कसरी? मानौ खुल्ला पहुँचबाट तपाईको सिमेन्ट उद्योगमा कुनै एउटा जलविद्युत आयोजनाबाट बिजुली आइरहेको छ। हजुर। अचानक त्यो आयोजनामा पहिरो गयो, मेसिन बिग्रियो वा खोलामा पानी सुक्यो। तपाईको उद्योग त एकैछिनमा ठप्प हुन्छ नि। हो, फ्याक्ट्री त बन्द हुन्छ। त्यस्तो आपतकालीन बेला तपाईलाई तुरन्तै वैकल्पिक बिजुली कसले दिन्छ त? पक्कै पनि त्यस्तो अवस्थामा त फेरि राष्ट्रिय ग्रिडसँगै हार गुहार गर्नुपर्ने हुन्छ। हो,
त्यही आपतकालीन आपूर्तिको लागि वितरण कम्पनीले आफ्नो प्रणालीमा तपाईँको उद्योगको माग धान्न सक्ने क्षमता सधैँ रिजर्भ वा ब्याकअप राखेको हुनुपर्छ। त्यो क्षमता अरू कसैलाई नबेची तपाईँकै लागि होल्ड गरेर राख्नुपर्छ। त्यसैले यो स्ट्यान्ड बाई शुल्क भनेको तपाईँको उद्योग जस्तो सुकै अवस्थामा पनि नरोकिने सुनिश्चितताको लागि तिरिएको एउटा इन्सुरेन्स वा बीमा प्रिमियम जस्तै हो। त्यो त साँच्ची नै बीमा प्रिमियम तिरे जस्तै रहेछ, जसले जोखिम कम गर्छ। प्रणालीले मेरो लागि भनेर एउटा सिट सधैँ खाली राखेपछि त्यसको मूल्य त चुकाउनै पर्यो। हो नि, र अन्त्यमा एउटा अर्को प्राविधिक तर आर्थिक जरिवाना पनि छ। जरिवाना पनि छ? यसलाई डेभिएसन सेटलमेन्ट मेकानिजम वा डीएसएम भनिन्छ। यो चाहिँ के को लागि नि? खुल्ला पहुँचमा तपाईँले जति बिजुली लिन्छु वा दिन्छु भनेर प्रणाली सञ्चालकलाई अग्रिम शेड्युल दिनुभएको छ, त्योभन्दा बढी वा कम ऊर्जा प्रणालीमा प्रवेश गराउनु भयो भने दण्ड वा जरिवाना लाग्छ। किनकि अघि हामीले भने जस्तै बिजुली जम्मा गरेर राख्न मिल्दैन, सन्तुलन बिग्रियो भने पुरै ग्रिड फेल हुन सक्छ। त्यसैले पूर्वानुमान र यथार्थ बीच धेरै फरक पर्न दिनु हुँदैन। भनेपछि यहाँ अनुशासन निकै कडा छ। जे बोल्यो त्यही गर्नु पर्यो, जति दिन्छु वा लिन्छु भन्यो त्यति नै हुनु पर्यो। एकदम कडा छ। यहाँसम्म आइपुग्दा हामीले निर्देशिकाको एउटा निकै विस्तृत र गहिरो चित्र देख्न सक्छौं। यसले कसरी बजारलाई नियमन गर्छ भन्ने प्रष्ट खाका कोरेको छ नि। समग्रमा भन्नुपर्दा यो निर्देशिकाले नेपालको ऊर्जा क्षेत्रलाई एउटा एकल विक्रेता मोडेलबाट बहुखेलाडी बजारमा परिणत गर्ने कानूनी बाटो निर्माण गरेको छ। र यसलाई भद्रगोल हुनबाट बचाउन 5 मेगावाटको सीमा, हरेक 15 मिनेटको स्मार्ट मिटरिङ अनि 25% क्रस सब्सिडी सीमा र जरिवाना जस्ता सन्तुलनकारी उपायहरू पनि राखिएका छन्। हजुर। बजारलाई खुल्ला पनि गर्ने तर मुख्य प्रणालीलाई धराशायी हुन पनि नदिने यो एउटा सन्तुलित प्रयास हो जस्तो लाग्छ मलाई। हो, यो निर्देशिकाले ऊर्जालाई केवल पूर्वाधारको रूपमा मात्र नभई एउटा गतिशील वस्तु वा डाइनामिक कमोडिटीको रूपमा स्थापित गरेको छ। यो सबै कुरा सुन्दा नि यो निर्देशिका एउटा सामान्य सरकारी कागज मात्र होइन भन्ने बुझिन्छ। यो जानकारीले भोलिको नेपालको औद्योगिक अर्थतन्त्र र ऊर्जा बजार कसरी सञ्चालन हुन्छ भन्ने प्रश्न देखाउँछ। पक्कै पनि। अब बिजुली भनेको तार र पोलको कुरा मात्र रहेन। यो त डेटा, सम्झौता, रियल टाइम ट्रेडिङ र अर्थशास्त्रको निकै जटिल तर रोचक विषय बनिसकेको छ। साँच्चै नै ऊर्जा बजार अब पूर्ण रूपमा डिजिटल र प्रतिस्पर्धात्मक युगमा प्रवेश गर्दैछ। तर यो सबल नीति र डिजिटल भविष्यको परिकल्पना सुन्दै गर्दा मेरो दिमागमा एउटा प्रश्नले भने अझै घण्टी बजाइरहेको छ। कस्तो प्रश्न? हेर्नुहोस्, निर्देशिकाले 15-15 मिनेटको ब्लकमा बिजुलीको हिसाब राख्ने र थुप्रै उत्पादक र उपभोक्तालाई एउटै ग्रिडमा जोड्ने उत्कृष्ट नियम त बनायो। हामीले डिजिटल र बहुखेलाडी बजारको परिकल्पना पनि गर्यौं। तर सोचौं त, हिजोसम्म एउटै बाटोमा एउटा मात्र बस चलाइरहेको हाम्रो पुरानो भौतिक तार, सबस्टेशन र ट्रान्सफर्मरहरूको पूर्वाधार के भोलि हजारौं निजी गाडीहरू एकैपटक दौडिने यो रियल टाइम ट्राफिक थेग्न पूर्ण रूपमा तयार होला त? यो निकै गम्भीर कुरा हो। नीतिले त फड्को मारेको छ, तर के हाम्रो भौतिक धरातलले त्यो गतिलाई साथ देला? नीति र पूर्वाधार बीचको यो खाडल कसरी पुरिन्छ त्यो भने भविष्यले नै बताउनेछ। आजको लागि हाम्रो यो विस्तृत छलफल यही अन्त्य गर्छौं।